नमस्ते सबै साथीहरू। दृश्यमा देख्नुहुनेछ काठमाडौँ जिल्ला अदालत जेनजी आन्दोलनका क्रममा भदौ 23 र 24 गते भएको आन्दोलनमा विभिन्न काठमाडौँका संस्थाहरू लगायत जिल्ला अदालत समेत जलेर भग्नावशेष भएको थियो र यसमा हालसम्म पनि कुनै काम कारबाहीहरू भएको छैन। यो बबरमलमा रहेको काठमाडौँ जिल्ला अदालतको तस्बिर हो, भिडियो खिच्दैछु मैले अहिले। र काठमाडौँ महानगरपालिकाका मेयर श्री बालेन्द्र शाहज्यूलाई म यो पनि देखाउन चाहन्छु कि काठमाडौँकै मुटु मानिने यो बबरमहल क्षेत्र, यहाँ विभिन्न प्रशासनिक निकायहरू पनि रहेका छन्, विभिन्न कार्यालयहरू छन् र यति यो मुटु मान्ने ठाउँमा पनि यसरी यो सडकलाई धरा पारिराख्नु यो उचित होइन जस्तो लाग्छ मलाई। यसमा मेयर बालेन्द्र शाहज्यूको ध्यान पक्कै जानेछ। यहाँ निकै खतरा छ, रातिको समयमा हिँड्न निकै गाह्रो हुनेछ। त्यसतर्फ महानगरपालिकाको ध्यान जाओस् अथवा चाहिँ यो सम्बन्धित निकाय सडक विभाग छ यसको पनि ध्यान जानु जरुरी छ। हस्त, धन्यवाद।